Hello everyone, it's my Monica Gurung. Welcome to my channel. आजको चाहिँ स्पेशली भिडियो मैले चाहिँ के बनाउने छु भन्दाखेरि चाहिँ पोखरा टु पाथिभराको अहिले चाहिँ हामी हिँडेर पनि मुगलिन आइसक्यौं अनि अहिले चाहिँ हाम्रो साथी मेरी सोल्टिनी बहिनी रानुलाई कुदैछौं उ चाहिँ जाममा परेर अब कति बेर कुद्नु पर्ने हो यहाँ यतिकै बसिरहेको छ मैले यहाँ अनि भिडियो चाहिँ छिटै बनाउने पर्यो बिहान चाहिँ अँधेरोमा हिँडेर बनाउन पाएन अहिले बनाउँदै छु त्यही पनि दिन चाहिँ एकदम चिसो दिन छ हल्का हल्का पानी परिरहेको छ त्यही हो अब म पाथिभरा जतासम्मको भिडियो चाहिँ म थोरै तपाईहरुलाई यो भिडियो मार्फत मेरो युट्युब च्यानल मार्फत देखाउने छु स्टे ट्युन कालो त नराम्रो आकोमा अहिले चाहिँ हामी कुन ठाउँ हो र अहिले हामी यहाँ रोकेको मकनपुर जिल्ला बकैया गाउँपालिका ओ अहिले चाहिँ हामी यहाँ छौं मलाई भन्न आएन दाइले भन्नुभयो अब हामी यहाँ खाना खान्छौं चट्टा लाएर हाय अन्त दिदी रे अब भ्लगमा सबै उठी सुतेर यसले ल्याएर फेसबुक अब हामी खाना खान्छौं यहाँ अनि त्यसपछि हिँड्छौं हामी चाहिँ अहिले सिन्धुली भन्ने ठाउँमा छौं अनि यहाँ चाहिँ के भन्छ भन्दाखेरि कता गयो त्यो दाइ यहाँ त्यो ट्राफिकले रोक्यो यहाँ के चेक इन के गर्नुपर्छ रे के लानु एन्ट्री गर्नुपर्छ नि त्यही भएर यस्तो देखिराखेरि ओइ बसी हेरेर हानुखेरि लास्टै गर्मी भएको अवस्था अब यो चाहिँ हामीले अहिले तर गएर खाइन्छ ओहो चिसो भनेको त खासै चिसो त नरहेछ यो त खाना पर्ला केमा हालेछ अब हामीले चाहिँ यहाँ कोक खाँदैछौँ राजा रानी जसरी हामी चाहिँ यहाँ गर्मी भएर शीतलमा गाडी रोकेर यहाँ बसेर कोक खाँदैछौँ लोरी चाहिँ लास्टै थाक्यो अरे चाहिँ गाई बस्नु उर्मिला फुपू हो क्या उदयपुर भन्ने ठाउँमा आयौँ हामी उदयपुरको बस पार्कमा यस्तो छ जान्छ यतै होला यता हामी चाहिँ अहिले चाहिँ यो इटहरीमा छौँ अनि बेलुकाको लागि चाहिँ यो चोकमा यस्तो ठेलामा चाहिँ खाना लगाएको अब यहाँ खाएर अनि रुममा गइन्छ सुत्नको लागि हामीले रुम पनि लिइसक्यौँ एउटा मैले खिचेदैन अहिले खिच्छु खासै भ्याइपी त हामीले पनि म देखाउँछु अब हामी यो खान्छौँ रानु र सफल त सेकको लिन गहमा आउँ खाएको नि खिच्छ ल नरिसाउ यस्तो छ यहाँ त ठेलामा यसरी बनाउनु रहेछ अनि त्यसपछि मान्छेहरू बेलुका आइसकेर खाँदो रहेछ हामीले पनि यहीँ खाएर पेट भराएर हिँड्यौँ हेलो गाइज गुड मर्निङ यो चाहिँ नेक्स्ट डे हो अहिले चाहिँ म ठ्याक्कै यो हामी बसेको होटलको तल छु हामी चाहिँ खुकुरी भन्ने होटलमा बसेको थियौँ दाल चाहिँ गाडी निकाल्दै हुनुहुन्छ बिहान भइसक्यो अब ताप्लेजुङको लागि हामी यहाँबाट हिँड्नेछौँ बेलुकासम्म पुगिन्छ कि पुगिँदैन अहिले चाहिँ हामी राइट नाउ इटहरीमा छौँ इटहरी बजारमा स्ट्रेट ट्युन है अहिले चाहिँ हामी बसेको होटलबाट निस्किसक्यौँ 6 बज्यो इटहरीमा छौँ अहिले चाहिँ राइट नै हामी के भन्छ अरे अब हामी ताप्लेजुङको लागि यहाँबाट स्टार्ट गर्छौँ यात्रा अब धेरै ठाउँ हुँदै जानुपर्छ अब कुन ठाउँ हुँदै जानुपर्छ भनेर चाहिँ म देखाउँछु अलिअलि यस्तो धेरै लामो भिडियो त मैले गरेको छैन किनभने मैले गाडी लाउँछ दबाई खाएर निदाको निदै भएको गाडीमा त त्यही भएर कि गाइज अहिले चाहिँ हामी यहाँ खाजा खान रोकेको अनि त्यो खाजा खाने ठाउँ नपाएर अहिले चाहिँ हामी यो दमाक झापाको चाहिँ यो बस पार्कमा छौँ यस्तो छ यो बस पार्क चाहिँ यस्तो घाम लाहा
यहाँ चाहिँ खाने यस्तो खाजा खाने ठाउँ नपाइएको कि अनि त्योहरू यहाँ पार्कमा बस पार्कमै आएको अनि एउटा कुरा के हाँसो लाग्यो कि मलाई के भन्छ नमाको बिर्ता मोड झापा भन्थ्यो नि त्यसमा चाहिँ फाइनली हामी आइपुग्यौँ यस्तो छ हामी अब यहाँ चिली पुरी तरकारी खान लागेको भाइ नबनाइदिनु भयो सफलता लानु चाहिँ उता के हो भुक्का कि भक्का के लिन गयो भन्न नि आउने अहिले चाहिँ हामी गिले चटपटी खानको लागि बसिरहेको छौँ यसले चाहिँ बनाउँदै हुनुहुन्छ एउटा हेन्डसम दाजु लुरे लुरे मान्छेहरू त राम्रो हुन्छ अब चटपट चाहिँ कस्तो बनाउनुहुन्छ त्यही हो यहाँको यो गिले चटपटी हामी चाहिँ टेस्ट गर्दैछौँ टेस्ट गर्न लाग्छौँ अब यो ह्यान्डसमले गर्दा त चटपटे त झन् साह्रो मिठो त बनाउनै पर्यो वाह वाह क्या बात है भाइ साहब यस्तो छ सबै चटपटै मात्रै हो त यहाँ त ए बजारै चटपटे बजार हो ओके ओके अहिले चाहिँ हामी चटपट खान बसिरहेको अब यहाँबाट चाहिँ इलाम चाहिँ स्टार्ट भएर कि मतलब इलाम जिल्ला कस्तो हैछ दिदी खानु ल चटपट हान्दिहालौँ हामी पनि यहाँ चाहिँ यो गिलो चटपट टेस्ट गर्दैछु कस्तो छ अमिलो त ट्वाक रहेछ यार के चपायो त्यसरी कुरुङ सुनेको गिलो चटपटे पनि खाइयो फर्स्ट टाइम दिदी खानु गए शिव दिदी चटपट खानु कि घी चटपट खानु यो चाहिँ अहिले हामी इलाममा छौँ यो इलामको यो कन्याम भन्ने ठाउँमा सेतो घोडा चढेर मान्छेहरू हिँड्छन् नि हो त्यहाँ छौँ हामी कालो पनि देखाइदियो नि भित्रबाट खिचेको त्यही भएर अलिक कस्तो कस्तो त्यही हो कन्याम भन्ने इलामको ल्याम्पमा लाएर अब यहाँ खाना खाइन्छ यसरी तपाईँले नखाने दिदी खाना किन हो क्या खानुमा हो थोरै थोरै अन्त दाइले खाँदै हुनुहुन्छ ए पाथी भएर माता यस्तो ठुलो पानी पर्यो नि भाइ यस्तो ठुलो पानी पर्यो अब आकाश निकल आएको कति पानी पर्यो यस्तो पानी पर्यो नि केही देखेको छैन हुस्सु लाएर ए भगवान् उतातिर त यस्तो पो हुने रहेछ नि अब चाहिँ फर्स्ट टाइम यो 5 ताल भन्ने ठाउँमा आएर यो पेडा भन्ने खाँदैछु मैले अहिलेसम्म खाँदैन फर्स्ट टाइम है गरेको कि मैले पेडा खाएर लेडा हुने फर्स्टमा चाहिँ सबैभन्दा पहिला यहाँ यो काबेली खोलामा चाहिँ पूजा गर्नुपर्छ अरे पानी आएर यस्तो भयो कि पानी आएर यस्तो भयो यहाँ पूजा गरिसकेपछि अनि बल्ल अनि हामीले चाहिँ यो किन गरिन्छ अरे भन्दाखेरि चाहिँ हामी अब तपाईँको दर्शन गर्न आउँदैछौँ भनेर सबैभन्दा पहिला चाहिँ यहाँ पूजा गरेर गइन्छ दाले गरिसक्नु भयो कस्तो डेन्जर रहेछ भाइ यहाँ खसेको भाइ ढुङ्गा खसेको भाइ यस्तो बनाइदिनु न हाम्रो फेरि किचुर तान्नु लाग्यो होला होइन भिडियो बनाइदिनु भिडियो बनाइदिनु भने होइन बनाइराखेर रहेछ त सबैले ढाकेछ कहाँ भिडियो
तपाईँलाई त देखाइ नि चिन्दैनन् टोपी मास्क चस्मा सबै अनि कोरोनामा नि यति साह्रो हुँदैन कोरोना भन्दा पनि सेफ्टी यो सिंगल सिंगल फोटो खिच्दै हुन्छ त गरेपछि अब खुट्टा उसमै गरम भयो ल छिटो म भलक मैले भिडियो बनाउने म रोजिनी भयो ढुङ्गा त खसिरहेको छ डर लाग्ने भाँचितिर चाहिँ त्यही गाड्दै हुन्छ छोड्दै हुन्छ way to ताप्लेजुङ भयो है भिडियो खै लाइट खै चिसो चिसो हामी चाहिँ अहिले चाहिँ तल्लो फेदीमा छौँ थुपाएर बसेको अब जिपको वेटिङमा हो जिप आएपछि हामी उडिहाल्छौँ दिदी कस्तो लागिरहेको त नि ताप्लेजुङमा एन्ट्री हुँदाखेरि दामी त्यति एउटा शब्दमा त दामी हो हामी चाहिँ ताप्लेजुङ आइसक्यौँ ताप्लेजुङ आएर तल्लो फेदीमा छौँ अनि यहाँ थुक्पा खाँदैछौँ गाजीले वेटिङ गर्दैछ फाइनली हामी चाहिँ अहिले यो ताप्लेजुङको सहरमा छौँ अब यहाँबाट चाहिँ जिपको वेटिङमा हो जिपमा चढेर चाहिँ हामी जान्छौँ माथिल्लो फेदीमा अहिले चाहिँ हामी चाहिँ तल्लो फेदीमा हो रात परिसक्यो हामी आउँदा आउँदा यस्तो छ दिनमा भए क्लियर देखिन्थ्यो ल हामी बस्ने माथिल्लो फेदी यो 10 नम्बर होटल एन्ड लजमा आइसक्यौँ शिवदी त अगाडि सबैभन्दा फर्स्टमा आउनुभयो म चाहिँ सबैभन्दा लास्ट गाह्रो